नमस्ते मेरो प्रिय दर्शकहरू, सबैभन्दा पहिला धेरै समयसम्म नयाँ भिडियो ल्याउन नसकेकोमा म हृदयदेखि नै क्षमा याचना गर्न चाहन्छु। तर तपाईँहरूले देखाउनु भएको माया, साथ, विश्वासको लागि म हृदयदेखि नै आभारी छु। अबदेखि नियमित रूपमा अझ राम्रो र उपयोगी भिडियोहरू ल्याउन प्रयास गर्नेछु। आजको भिडियोमा हामी मलय भाषामा धेरै प्रयोग हुने प्रश्नसूचक शब्दहरू सिक्नेछौँ। का अथवा कि, का अथवा कि। मलेसिया भाषामा का अथवा के को छुट्टै अर्थ हुँदैन। यो वाक्यको अन्त्यमा राखिने प्रश्नसूचक कण हो, जसले नेपालीमा हो र, कि, के जस्तै अर्थ दिन्छ। तर यो मलेसियन भाषामा धेरै प्रयोग हुने शब्द हो। यो दुई शब्दमध्ये के त्यहाँको रेसिडेन्सियल मानिसहरूले धेरै प्रयोग गर्दछन् भने का हामी जस्तो आप्रवासी कामदारहरूले प्रयोग गर्दछन्। यी दुई शब्दलाई अझै धेरै बुझ्नको लागि केही उदाहरणहरूबाट हेरौँ। बेत्तुल के, बेत्तुल के, साँच्चै हो र, साँच्चै हो र, बेत्तुल के, साँच्चै हो र। बोले के, बोले के, गर्न मिल्छ वा गर्न सकिन्छ, गर्न मिल्छ वा गर्न सकिन्छ। मच्चामिनी के, मच्चामिनी के, यस्तै हो र, यस्तै हो र, अथवा यस्तो हो, यस्तो हो। दिया दाताङ के, दिया दाताङ के, ऊ आउँछ र, ऊ आउँछ र। मुरक, मुरक, सस्तो छ र, सस्तो छ र। मुरक, सस्तो छ र। अडक दिया डिरुमा, अडक दिया डिरुमा, के ऊ घरमा छ, के ऊ घरमा छ। मलायो भाषामा डी को मुख्य अर्थ मा, भित्र, मा रहेको हुन्छ। यो स्थान जनाउन प्रयोग गरिन्छ, जस्तै डिरुमा घरमा, डिरुमा घरमा। डी सकोल्ला विद्यालयमा, डी सकोल्ला विद्यालयमा। डी नेपाल नेपालमा, डी नेपाल नेपालमा। यस्तै अर्को शब्द छ कनप्पा, कनप्पा। यसको अर्थ हुन्छ किन, किन। यसलाई पनि केही उदाहरणबाट सिकौँ। केनप्पा आवा मारा, केनप्पा आवा मारा, तपाईँ किन रिसाउनु भएको, तपाईँ किन रिसाउनु भएको। केनप्पा आवा मारा, तपाईँ किन रिसाउनु भएको। केनप्पा आवा डियाम, केनप्पा आवा डियाम, तपाईँ किन चुप हुनुहुन्छ, तपाईँ किन चुप हुनुहुन्छ। केनप्पा आवा ड्याम, तपाईँ किन चुप हुनुहुन्छ। केनप्पा आवा दाताङ लाम्बात, केनप्पा आवा दाताङ लाम्बात, तपाईँ किन ढिलो आउनुभयो, तपाईँ किन ढिलो आउनुभयो। केनप्पा आवा tidak jawab, केनप्पा आवा tidak jawab, तपाईँ किन जवाफ दिनु भएन, तपाईँले किन जवाफ दिनु भएन। केनप्पा आवा tidak jawab, तपाईँले किन जवाफ दिनु भएन। त्यस्तै अर्को शब्द छ दारीमाना, दारीमाना। यसको नेपाली हुन्छ कहाँबाट, कहाँबाट। शब्द कस्तो कस्तो अवस्थामा प्रयोग हुन्छ भने कुनै व्यक्तिको जन्मस्थान वा घर सोध्दा, कुनै सामानको स्रोत सोध्दा, कुनै समाचारको जानकारी स्रोत सोध्दा। यसलाई पनि केही उदाहरणहरूबाट हेरौँ। अब डारीमाना,
आवकदारीमाना तपाईँ कहाँबाट हुनुहुन्छ? तपाईँ कहाँबाट हुनुहुन्छ? आवदारीमाना तपाईँ कहाँबाट हुनुहुन्छ? दियादारीमाना दियादारीमाना ऊ कहाँबाट हो? ऊ कहाँबाट हो? दियादारीमाना ऊ कहाँबाट हो? बाराङ इनी दारीमाना बाराङ इनी दारीमाना यो सामान कहाँबाट आएको हो? यो सामान कहाँबाट आएको हो? बाराङ इनी दारीमाना यो सामान कहाँबाट आएको हो? बुवा इनी दारीमाना बुवा इनी दारीमाना यो फल कहाँबाट आएको हो? यो फल कहाँबाट आएको हो? त्यस्तै अर्को शब्द छ मच्चाम्माना मच्चाम्माना। यसको अर्थ हुन्छ कसरी, के गर्ने वा कस्तो। कसरी, के गर्ने वा कस्तो भन्ने अर्थमा धेरै प्रयोग हुने शब्द हो। यो शब्द पनि बोलीचालीमा धेरै प्रयोग हुन्छ। यसलाई पनि केही उदाहरणहरूबाट सिकौँ। मच्चामाना पेर्किसाना मच्चामाना पेर्किसाना त्यहाँ कसरी जाने? त्यहाँ कसरी जाने? मच्चामाना पेर्किसाना त्यहाँ कसरी जाने? मच्चामाना बुवाट इनी मच्चामाना बुवाट इनी यो कसरी गर्ने? यो कसरी गर्ने? मच्चामाना बुवाट इनी यो कसरी गर्ने? मच्चामाना कलौ हुज्जान मच्चामाना कलौ हुज्जन पानी परे के गर्ने? पानी परे के गर्ने? मच्चामाना कलौ हुज्जन पानी परे के गर्ने? मच्चामाना मकानान इनी मच्चामाना मकानान इनी यो खाना कस्तो छ? यो खाना कस्तो छ? त्यस्तै प्रश्नसूचक शब्दहरूमा अर्को एक महत्त्वपूर्ण शब्द छ अप्पा अप्पा। यसको अर्थ के हुन्छ? यसको अर्थ के हुन्छ? अप्पा मलायु भाषामा सबैभन्दा धेरै प्रयोग हुने प्रश्नवाचक शब्दमध्ये एक हो। यो वस्तु, काम, नाम, कारण वा जानकारी सोध्न प्रयोग हुन्छ। यो सबै अवस्थाहरूमा यो कसरी प्रयोग हुन्छ यो पनि हेरौँ। अप्पा इनी अप्पा इनी यो के हो? यो के हो? अप्पा इतु अप्पा इतु त्यो के हो? त्यो के हो? अप्पा नामा आवाक अप्पा नामा आवाक तपाईँको नाम के हो? तपाईँको नाम के हो? अप्पा केर्जा आवा अप्पा केर्जा आवा तपाईँको काम के हो? तपाईँको काम के हो? अप्पा केर्जा आवा तपाईँको काम के हो? आवा बुवाट अप्पा आवा बुवाट अप्पा तपाईँ के गर्दै हुनुहुन्छ? तपाईँ के गर्दै हुनुहुन्छ? आवा माउ अप्पा आवा माउ अप्पा तपाईँलाई के चाहिन्छ? तपाईँलाई के चाहिन्छ? अप्पा खबर अप्पा खबर सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? त्यस्तै अर्को छ स्याप्पा स्याप्पा स्याप्पाको अर्थ हुन्छ को अथवा को हुन् अथवा कसले। यो पनि एक प्रश्नवाचक शब्द हो। यसको प्रयोग व्यक्तिको परिचय सोध्दा, कसले काम गर्यो भनेर सोध्दा, कुनै व्यक्तिलाई सोध्दा यसको प्रयोग हुन्छ। यसलाई पनि केही उदाहरणहरूबाट हेरौँ।
Siapa buat ini kerja? Siapa buat ini kerja? यो काम कसले गर्यो? यो काम कसले गर्यो? Siapa datang semalam? Siapa datang semalam? हिजो को आयो? हिजो को आयो? Awak cari siapa? Awak cari siapa? तपाईं कसलाई खोज्दै हुनुहुन्छ? तपाईं कसलाई खोज्दै हुनुहुन्छ? Siapa itu? Siapa itu? त्यो को हो? त्यो को हो? Siapa yang menang? Siapa yang menang? कसले जित्यो? कसले जित्यो? yang मलायो भाषामा धेरै महत्त्वपूर्ण शब्द हो। यसको एउटै निश्चित नेपाली अर्थ हुँदैन। यो वाक्यको सन्दर्भ अनुसार फरक अर्थ दिन्छ। प्राय यसको अर्थ जुन, जो, भएको वा वाला जस्तो अर्थ हुन्छ। यो व्यक्ति वा वस्तु चिनाउन विशेषणलाई जोड्नमा प्रयोग हुन्छ। यसलाई पनि केही उदाहरणहरूबाट हेरौँ। बुकु yang saya beli. बुकु yang saya beli. मैले किनेको किताब। मैले किनेको किताब। Rumah yang besar. Rumah yang besar. ठुलो घर। ठुलो घर। Siapa yang datang? Siapa yang datang? को आयो? को आयो? Apa yang awak buat? Apa yang awak buat? तपाईं के गर्दै हुनुहुन्छ? तपाईं के गर्दै हुनुहुन्छ? Ini makanan yang sedap. Ini makanan yang sedap. यो स्वादिलो खाना हो। यो स्वादिलो खाना हो। त्यस्तै अर्को शब्द छ बिला। बिला यो पनि एक प्रश्नसूचक शब्द हो। बिलाको अर्थ कहिले हुन्छ? बिलाको अर्थ कहिले हुन्छ? यो कुनै घटना कहिले हुन्छ भनेर सोध्दा, कुन काम कहिले गर्ने भनेर सोध्दा, मिति वा समय सोध्दा, भविष्य वा भूतकालका समय सोध्दा यो शब्दको प्रयोग हुन्छ। जस्तै बिला awak datang। बिला awak datang। तपाईं कहिले आउनुभयो? तपाईं कहिले आउनुभयो? बिला awak makan। बिला awak makan। तपाईंले कहिले खाना खानुहुन्छ? तपाईंले कहिले खाना खानुहुन्छ? बिला hari jadi awak। बिला hari jadi awak। तपाईंको जन्मदिन कहिले हो? तपाईंको जन्मदिन कहिले हो? बिला awak akan pulang। बिला awak akan pulang। तपाईं कहिले फर्किनुहुन्छ? तपाईं कहिले फर्किनुहुन्छ? आकान। आकान यो मुख्य रूपमा भविष्य जनाउन प्रयोग हुन्छ। यसको अर्थ हुनेछ, गर्नेछ, गर्नेछु, गर्नेछौँ, गर्न लागेको। यसले कुनै काम अहिले होइन भविष्यमा हुने भन्ने जनाउँछ। यसलाई पनि केही उदाहरणहरूबाट हेरौँ। Saya akan datang। Saya akan datang। म आउनेछु। म आउनेछु। Dia akan pergi। Dia akan pergi। ऊ जानेछ। ऊ जानेछ। Kami akan belajar। Kami akan belajar। हामी सिक्नेछौँ।
हामी सिक्नेछौँ saya akan tolong awak saya akan tolong awak म तपाईलाई सहयोग गर्नेछु म तपाईलाई सहयोग गर्नेछु saya akan telepon awak nanti saya akan telepon awak nanti म पछि तपाईलाई फोन गर्नेछु म पछि तपाईलाई फोन गर्नेछु